हेलो नमस्ते सबैजनालाई। अहिले चाहिँ म नेपाल जाँदैछु होइन। दुबईबाट दिल्लीबाट अनि त्यहाँदेखि काठमाडौँको फ्लाइट थियो। एक्चुअली के भयो भन्दाखेरि हिजो मेरो चाहिँ फ्लाइट मिस भयो होइन। हिजो 12 बजेको फ्लाइट थियो, फ्लाइट दुबईको। अनि त्यहाँदेखि के भयो भन्दाखेरि फ्लाइट मिस भयो, लेट भएर हल्का त्यहाँनिर प्रब्लम भएर त्यसले गर्दाखेरि अनि त्यहाँ प्रब्लम आयो। अनि फेरि नयाँ फ्लाइट टिकट बुक गर्नु परेर मैले फेरि फ्लाइट टिकट बुक गरेर म रातिको 12 बजेको फ्लाइट थियो फेरि। अनि त्यहाँनिर कुदेर अनि 12 बजेको फ्लाइट गरेर आएर यहाँनिर अनि त्यहाँदेखि अहिले चाहिँ फेरि नेक्स्ट फ्लाइट पर्खिरहेको छु। नेक्स्ट फ्लाइट यहाँनिर हाम्रो 12 बजेको छ। अब नेक्स्ट फ्लाइट चाहिँ 1 आवर्सको हुनेछ। दिल्ली टु काठमाडौँ, दुबई टु दिल्ली चाहिँ 3 आवर्सको फ्लाइट थियो। अनि यस्तै गिदी भएर पुगिँदैछ नेपाल। लाइफमा धेरै स्ट्रगलहरू भइरहेछ अहिले, गिदी भइरहेछ लाइफ। यस्तै हुँदो रहेछ कहिलेकाहीँ होइन। अहिले चाहिँ यहाँनिर दिल्ली गएर गर्नु छु होइन। अब दिल्लीको एयरपोर्ट चाहिँ यस्तो छ, मैले देखाइदिन्छु म। ठुलो रहेछ, ठुलो हो यस्तो छ होइन। पछाडि चाहिँ ल अहिलेलाई यति नै होइन। बिस्तारै अब नेपाल पुगेपछि डाइरेक्ट नेपाल पुगेपछि अब हल्का दामी भिडियोहरू आउँछ। अब हिजो फ्लाइट चाहिँ के भएर क्यान्सल भयो भन्दाखेरि चाहिँ के भन्छ, एक्चुअली म टाइममा भन्दा पनि हल्का लेट टाइममै पुगेको थिएँ र हल्का अब त्यहाँनिर यताउति गर्दाखेरि चाहिँ लेट भयो। के भयो भन्दाखेरि ह्यान्ड लगेज पछिबाट त्यो प्लेन चढ्ने बेलामा चेक गरिदियो। चेक गर्दाखेरि एक्स्ट्रा भयो। त्यसले गर्दाखेरि मेरोमा एक्स्ट्रा भएर 200 दिरहम के अरे पे गर्न लगाएको थियो। त्यसले गर्दाखेरि मसँग फेरि पैसै थिएन हो। अनि त्यहाँदेखि झन् भारू पैसा हल्का थियो। त्यो एक्सचेन्ज गरेर लिएर एक्सचेन्ज गरेर आउँदा हुन्छ भनेर क्या तिनीहरूले। एक्सचेन्ज गरेर आएको भएर काउन्टरै क्लोज गरिदियो। अनि त्यहाँदेखि त अब काउन्टर क्लोज भइसक्यो। अब फ्लाइटै मिस भइसक्यो, फ्लाइट गइसक्यो, अब उडिसक्यो भनौँ। त्यहाँदेखि अनि मलाई जानै दिएन। यस्तै भयो। अनि त्यहाँदेखि टेन्सन भयो। त्यहाँदेखि के गर्यो अनि त्यहाँदेखि अनि यताउति गरेर फोन गरेर अनि त्यहाँदेखि अनि यताउति गरेर फ्लाइटहरू बुझेर अनि फेरि यता एउटा लाइक सस्तो फ्लाइट भनौँ न, दुबईबाट दिल्लीको भेटायो, दिल्लीबाट काठमाडौँको भेटायो। अनि त्यही बुक गरेर गऱ्यो। अनि त्यहाँदेखि अनि के भयो भन्दाखेरि आउने बेलामा त्यहाँनिर त्यो मसँग 2 बोतल रक्सी थियो कि, रक्सी लिएर आएर यसो घरमा लानु भनेर 2 बोतल रक्सी पनि लिएर राखेँ। अब यहाँबाट त छिराउँछ, त्यहाँनिर छिराउनु दिँदैन भन्यो। अनि त्यहाँदेखि अनि मेरो पालो त्यही रक्सीले गर्दा नि अलिकति वेट भइरहेको थियो। त्यो पनि त्यही भयो। ल्याङ गर्नु थाल्यो। मेरो पालो छोडेर आइदिएँ त्यहीँनिर मोर भनेर छोडेँ 2 बोतल रक्सी। के अरे 2टा रक्सी थियो, त्यही नेपाली 10,000 जतिको चुना लगाएको, दामी चुना लाग्यो। त्यही छोडेर आएँ। अनि साला फेरि त्यो चेकिङमा गर्दाखेरि फेरि त्यो बेल्ट पनि फुकाल्नु लगाएको थियो। बेल्ट पनि फुकालेको थियो। त्यो के सोचमा थियो, बेल्ट पनि ल्याउनु बिर्सेछु। बेल्टै छैन यहाँनिर, पुरा पेन खुसी गर्नु। अहिले चाहिँ यहाँनिर दिल्लीको टाइम कति भएको छ भन्दाखेरि 7:50 भएको रहेछ। 7:50 भएको छ। अब 11 बजे 11:55को फ्लाइट चाहिँ आराममा डेट भइरहेको छ। त म त हिजोदेखि सुतेको छुइनँ, निन्दा पनि लागेको छैन, भोक पनि लागेको छैन, केही खाएको पनि छैन, पानी मात्रै खाएर बाँधिरहेको छ। यस्तो गिदी भइरहेको छ, यस्तो स्ट्रेस भइरहेको छ नि यहाँनिर। अहिले कहिल्यै घर पुगौँ भइसक्यो क्या मलाई, मान्छे ढुक्क हुन्छ भइरहेको छ। यस्तो गिदी भएको थियो।
यस्तै छ अब अहिले यसो हल्का माया सपोर्ट देखाइदिनु होला त्यति नै हो अरू त के भन्नु ल फाइनली घर पुग्यो एभ्रिथिङ चेकअप भएर राम्रै भयो त्यस्तो केही गडबड भएन फोनहरू सोध्दै थियो त्यहाँनिर एउटा चाहिँ लगेजमा फोन थियो र सोध्दै थियो अनि आफूसँग कतिवटा छ भने एउटा मात्र छ भने 2टादेखि 3टासम्म मात्रै लिनु हुन्छ भनेर अन्त छोडिदियो अरू भनेको चाहिँ यस्तै म बाहिर जाँदैछु होइन सोफी बाहिर पखेर बसिरहेको छ अब बाहिर गएर म सिमको लागि पनि बुझेको रिचार्ज गरेर यो पनि भुलिहाल्छ अरे I like your style. Ah, thank you. Where are you from? Good looking boy. Oh, what is this? Australia. Australia. Oh, okay. You from? Nepal. Hey! Jai. Hey! Wait, still not yet. What is this? I thought it's down, so I pressed the one. Ah. Oh, God. Coming from Dubai. Dubai. Yes. Billionaires, huh? Billionaires. Ferrari, Lamborghini. Ferrari, Bugatti. Bugatti. Get Bugatti one day. Yes. Yes, akan dah ke cawan ni. भर्खर आयो झन् डिले हो यसको त फेरि पुरा हो नि त यसो हल्का भगर रहेछ है यसो हामीले भगर अरे हौ भगर हल्का फुल्का टप्पड हान्दै गाडीवालामा फोन गर्दैछ होला होइन जाइरहेको त जानेको ट्याक्सीमा चढियो अब चाहिँ बजेछ त्यहाँ भयो नि त होइन खाजा खाने होइन टाइम मिल्यो भने अनि त्यहीँबाट छुट्टिनु पर्ला है बर्गर खानुपर्छ क्या बर्गर महालक्ष्मी तानमा दाइ महालक्ष्मी जानुपर्ने हो नि त हामी त्यसैले महालक्ष्मीबाट भित्र जानु पर्यो होइन बस हामी महालक्ष्मी तानमै छोडौँ न सबैलाई पुरा हो भेट्छु भने कि बाटो बन्द रहेछ पुरै आज पुरै आन्दोलन आन्दोलनै कति आन्दोलन मान्छे छ त्यहाँ होइन होइन दाइ कोटेश्वरको उताबाट नि इन्डियन यति आएको रहेछ माओवादीको चाहिँ के हो के माओवादी भएपछि राजावादी गर्नु खोज्यो क्या राजावादी र माओवादी ए मिक्स भएको बन्दामा नि अब राजावादीको घर पुगिन्छ जस्तो छ है काठमाडौँ सिटी ल्याउँदैन रहेछ यार यहीँ 3 बजिसक्यो नि कति बजी भाइको गाडी 3:30 भन्छ होइन फोन गरेको थिएन फोन गर्नु लान मेरोमा फोन लागेन फोन गर्दै एकपल्ट यार मेरो त फोनै के हो यार लागेन फेरि ब्यालेन्स हाल हुन्छ भन्थ्यो ब्यालेन्स हालेको त नि खै त नि भयो त्यहाँदेखि बेला नम्बरबाट बिहान जानुभएको होला नि यो एनसेल नम्बरमा आउटगोइङ अर्थात् बाह्य सेवाहरू निषेध गरिएको छ कृपया आज हालेको त नि एउटा सदस्यकै अर्को सदस्य आइहाल्यो त अध्यक्ष अब यहाँनिर काठमाडौँ आउनु भनेको म त केटाहरू चाहिँ छैन भाइ त्यही त अल्छी लाग्दो कोही छैन भाइ काठमाडौँ आउँछु भनेको मात्रै छ यो त कुनो खाने ल मोमो खाइदिउँ त मोमो खाउँ न दिदी
सेट गरेर चाहिँ सिजन होला मेरो के हान्छ र नि त होइन एक प्लेट खाउन पर्ला एक प्लेट आधी धेरै हाल्नु पर्ने भन्दैन टाइम लाग्छ त्यहाँ गाडी कम टाइम लाग्छ त्यहाँ 15 मिनट त भन्यो नि पासपोर्टको काम छैन होइन सेयर पनि रहेछ होइन एक प्लेट धन्यवाद त्यसो भए के भयो हेलो लोकलमा पर्दैन हौ अहिलेसम्म म आउँदैछु नि त। जाम आन्दोलन कहाँ जानु अरे भाइ? जाम अनि यो मोटरहरू भाइ भन्न जाने रे सबै म अब यहाँ महालक्ष्मी स्थानमा अब दार्जिलिङसम्म जाने होइन दाइ विशाल दाइ पनि छ नि त विशाल दाइ र हामी जानु आँट्यो क्या त्यो मोमो खाने होला पर विशाल दाइलाई चन्दु दाइलाई भेट्नु चन्दु दाइलाई भेट्नु चन्दु दाइ क्या चन्दु दाइ चन्दु शर्मा हो अँ जानुपर्छ अहिले कहाँ भैँसीबारी चाहिँ कहाँ जानु आँट्यो दाइ ए रेसिङ मिटोमा कति पाउँछ त हामी जानु त अहिले हामीलाई पिरो बनाऊ नि त विशाल ल्याएर मलाई बुझ्नु दाइ अरूसँग लाउनु आँट्यो नि त के कहाँ लान आँट्यो भैँसीबारी कार्ड गोगार्ड त्यो गोगार्ड खेल्नु। रेसिङ F1 रेसिङ भन्नु भएन चन्दा पर्खिरहेको होला एक प्लेट प्याक त्यो राम्रो तपाईँको लुगा पनि त्यहाँ हाल्नु क्या सुरेश गाडी भन्छ अब है यस्तो कति लगाएर त हालमा ड्राइभर भइसक्यो ड्राइभर छ ड्राइभर छ पानी छ चिसो मेरोबाट अब दाइ चाहिँ यहाँ मेरोबाट दाइ भोलि फ्राइसर दाइको हङ्गको म खाँदै नै बात त त्यस्तै छ है हाम्रो ल हेलो नमस्ते सबैजनालाई म चाहिँ डाइरेक्ट अब घर आइसकेँ के भन्छ मामालाई बोलाएको थिएँ टेम्पोमा घर जान रहेछ ल टाइमै पुऱ्याइदियो टाइमै पुऱ्याइदियो 7:30 भएछ ठिकै टाइममा ल घर पनि आइपुग्यो भाडा भिडियो चल्दैछ नि मेरो मामा भिडियो घरमा चाहिँ कसलाई भनेको छु होइन सेक्री आएको कहिले आउँछ भनेर चाहिँ थाहा छैन आउँछ भनेर थाहा छ तर कहिले आउँछ भनेर चाहिँ थाहा छैन क्या निकिताले आउँछ भन्दै त्यो खोइ आएकै छैन त्यही भएर सेक्री आउँदा सेक्री आएको क्या यो लोकल घटेको थियो भन्दै थियो त अनि अस्ति नै त नि केटाहरूले म त हिजो कि अस्ति भेटेको पुरा मोटो देखेको यस पहिला निकाल्नु पर्यो एकैचोटि बढी म निकालिदिइहाल्छु भयो हुन्छ धोकी सार्दै लानु नि के हुँदैन
Go. Go. के भयो बेली यसको नि अहिले गर्लफ्रेन्ड बनाएको छ अरे नि त के गर्लफ्रेन्ड अरे के भन्छ हाँ किन सक्सेस बोक्नु के हो आया आया त्यो आया 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 भन्छु त ए यहाँ हेर्दा हजुर हो भिडियो बना मेरो दाइ आएर छ भन्न यहाँ भिडियो बना अनि त्यहाँदेखि उता उयोलाई के अरे इच्छालाई बोलाएर आइज ल म इच्छालाई बोलाएर आउँदैछु भनेर त्यतिकै त्यहाँ हेर्न त्यतिकै छोडिदिएर यो अनि त्यहाँनिर बोल्नु बोलेको त्यहाँ सुन्छ नि त नि अनि आइज बेलीलाई बोल लु बेली केलसाङसँग जा लु जा ओ उता नठोक्का है फेरि लु ल जा जा ऊ बेलीलाई पनि लैजा आइज बेली आइज के हो भाइ हो भाइ खेलेको ओइ 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 फुटेको पनि छ यी फुटेको होइन लु जा बेली यहाँ खै बाई बाई आउनु निकेश दादा आउनुभयो हो त निकेश दादासँग यो थो ए माइक प्रिङ क्रिम कमेस घरमा हाल्नुहुन्छ ए नकुदिकन जान कराउनुहुन्छ दादाले यो फुटायो भने फुट्यो भने ए हेलो गाइज यो चाहिँ निकेश दादाको भ्लग हो के हो ल एकछिन यति भन्दै भिडियोलाई अन्त्य गर्दै इन गर्दैछु धन्यवाद।